हेलो गाइज, आज चाहिँ होइन मेरो ब्लग स्टार्ट हुन्छ। आज मेरो फर्स्ट ब्लग हेर्नुहोस्, इन्जोय गर्नुहोस्। फर्स्ट ब्लगमा चाहिँ आज खेत आइएको छ होइन, कस्तो राम्रो सिन छ यार, वाउ। अनि सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। गोरुले दुःख दिएर आज एकदमै धेरै कुदायो, त्यही भएर अब चाहिँ म राम्ररी हेर्दैछु गोरु। यहाँनिर चाहिँ यता चाहिँ सब बाँझो छ क्या, किनभने यो एउटा के भन्छ बाजे एउटा बाजेको थियो अरे, अनि त्यो बाजेले चाहिँ अलिक एकजना मात्रै भएर घरमा गर्नु छाडिदिनु भएको रहेछ होइन। हाम्रो खेत चाहिँ उ त्यो पल्लो देखेको, तर म चाहिँ यता डुल्दैछु किनभने बाँझोमा गोरु चढ्दैछ नि त, त्यही भएर हेरौँ। हाम्रो दुईवटा मात्र गोरु छ कि, त्यही भएर हेर्नु अलिक सजिलो हुन्छ नि, अनि त गाह्रो हुन्छ क्या। गोरु हरायो, कहाँ गयो, आउनु गोरु हरायो भने त फेरि मेरो दुःख बढिहाल्छ क्या, फेरि खोज्नु जानु परिहाल्छ। तर यही कुद्दैन कि गोरु, साह्रै साह्रो लाग्छ। गोरु हेर्नु पाउनुपर्छ, के गर्नु, कुद्नुपर्छ नि त हो तर फेरि। गाइज फाइनली भेट्यो, गोरु चाहिँ यहीँ रहेछ, यहीँ रहेछ। म चाहिँ खोज्दा साह्रै लगाइरहेको थियो। अब कटेरो देखाउँछु, वेट अ मिनट। यो चाहिँ हाम्रो कटेरो, यहाँनिर गोरु पनि बाँध्छौँ। गोरु त्यता छ, एउटा गोरु त्यता छ होइन, एउटा चाहिँ फेरि तल छ क्या, यतातिर यो जङ्गलको बिचमा छ। फेरि तल र माथि गर्नुपर्छ, तर गोरुले कति दुःख दिएको क्या। अब चाहिँ हामी भरे गोरु बाँधिन्छ अनि घर गइन्छ। अर्को भिडियोमा भेट हुनुपर्छ। आजको लागि यति नै, बाई बाई।